वर्ल्ड कप आउन 2 दिन मात्र बाँकी छ र फ्यान्सहरूले अर्जेन्टिना र फ्रान्स जस्तो टिमहरूलाई मात्र ध्यान दिइरहेका छन्। तर यहाँ एउटा क्वेसन अझै पनि छ, के ब्राजिलले 2026 को वर्ल्ड कप जित्न सक्छ त? ब्राजिलको स्क्वाडमा गोलकिपरको पोजिसनमा भने एलिसन, डिफेन्समा मार्किनियोस, ग्याब्रिएल र ब्रिमर जस्ता प्लेयरहरू छन् जसले तगडा टिमको अट्याकलाई पनि आनन्दले कन्ट्रोलमा राख्न सक्छ। तर ब्राजिलको असली स्ट्रेन्थ कहाँ छ थाहा छ? अट्याकमा भने मार्टिनेली, कुना र एन्ड्रिक जस्ता प्लेयरहरू छ। यो त बेन्चका प्लेयरहरू मात्र हुन्। बेन्चका प्लेयर नै यस्तो छ भने स्टार्टिङ 11 कस्तो होला त? ब्राजिलको स्टार्टिङ 11 को अट्याकमा भने ला लिगाको बेस्ट विङ्गर भिनिसियस र राफिनिया जस्ता प्लेयरहरू छन् जसले स्ट्रङ टिमको डिफेन्सलाई पनि इजिली ब्रेक गर्न सक्छन्। अनि हामीले छुटाउनै नहुने प्लेयर ब्राजिलको प्रिन्स भनेर चिनिने नेमार जुनियर पनि ब्राजिलको स्क्वाडमा छन् जसको ड्रिब्लिङ देखेर वर्ल्ड क्लास टिमको डिफेन्डरहरू पनि डराउने गर्दछन्। अब तपाईहरु भन्नुहोस् यो स्क्वाडले वर्ल्ड कप 2026 जित्न सक्छ कि सक्दैन? आफ्नो ओपिनियन कमेन्टमा लेख्नुहोस् र हामीलाई फलो गर्नुहोला।